नेपालीमा एउटा प्रसिद्ध उखान छ, घुमीफिरी रुम्जाटार। रुम्जाटार भौगोलिक रूपमा जति सुन्दर छ त्यति नै ऐतिहासिक स्थलको रूपमा परिचित छ। ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका 4 मा पर्ने रुम्जाटारको शैक्षिक इतिहास त्यति लामो भने छैन, तर छोटै समयमा रुम्जाटार शैक्षिक हबको रूपमा विकास हुन थालेको छ। विक्रम सम्वत 2003 सालतिर साबिक रुम्जाटार गाविस वडा नम्बर 4 को गुरुधाममा 20-25 जना विद्यार्थीहरू जम्मा गरी चारखु बरबोटका परशुराम पोखरेलले पढाउन थालेपछि रुम्जाटारमा विद्यालय शिक्षा सुरु भएको हो। त्यसअघि नै सन्त रवि दिलले आफ्नो धाममा अध्ययन अध्यापन गराउँथे। विक्रम सम्वत 2005 सालतिर यस विद्यालयलाई रुम्जाटारको चण्डेश्वर महादेव स्थान मन्दिर क्षेत्रमा सारियो। यसले आधार पाठशालाको रूप लियो। 2009 सालमा नारायणबहादुर गुरुङ प्रधानाध्यापक भई मिडिल स्कुलको रूपमा स्थापना भयो। त्यसपछि विक्रम सम्वत 2028 सालमा स्थानीय अगुवा र बुद्धिजीवीहरूले पहल गरी रुम्जाटार हाई स्कुल बन्यो। पहिलो पटक 2030 सालमा यस विद्यालयका विद्यार्थीहरू एसएलसी परीक्षामा सहभागी भए। 2052 सालपछि यस विद्यालय रुम्जाटार उच्च माविमा परिणत भयो। 2073 को शिक्षा ऐन 8औं संशोधनपछि पुनः नाम परिमार्जित भई माध्यमिक विद्यालयको रूपमा सञ्चालित छ। यो विद्यालयलाई यो अवस्थासम्म ल्याउन यहाँका समाजसेवी, बुद्धिजीवी, राजनीतिक दल सम्पूर्णको योगदान रहेको छ। हाल यो विद्यालयमा टिचिङ र नन टिचिङ स्टाफ गरेर हामी 52 जना कार्यरत छौँ भनेदेखि 1000 भन्दा बढीको सङ्ख्यामा देशका विभिन्न ठाउँबाट विद्यार्थीहरू अध्यापन कार्यमा सहभागी हुनुभएको छ। र यो विद्यालयमा अहिले कक्षा 11-12 मा ह्युम्यानिटिज, एजुकेसन, त्यस्तै गरी म्यानेजमेन्ट, साइन्स, ल पढाइ हुन्छ भनेदेखि प्राविधिक धारतर्फ सिभिल इन्जिनियरिङ 9-12 को पढाइ हुन्छ। अर्कोतर्फ सिटिभिटीको सम्बन्धनमा 3 वर्ष कृषि, 3 वर्ष भेटनेरी, 18 महिने कृषि, 18 महिने भेटनेरीको कक्षाहरू सञ्चालन भइरहेको छ। 2068 सालदेखि यस विद्यालयमा 15 महिने कृषि जेटिए पढाउन थालियो। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम केन्द्र सिटिभिटीको सम्बन्धन तथा केन्द्रकै आर्थिक तथा प्राविधिक सहयोगमा जेटिए पढाउन थालिएको हो। अहिले प्राविधिक शिक्षाका लागि सहर धाउनुपर्ने बाध्यता केही हदसम्म हटेको छ। 2068 बाटै कक्षा 11 र 12 मा विज्ञान विषय, 2070 बाट व्यवस्थापन विषय, 2071 बाट 29 महिने कृषि जेटिए, 2072 बाट 3 वर्षीय बाली विज्ञान, 2073 बाट सिभिल इन्जिनियरिङ र भेटनेरी विषयको कक्षा सञ्चालन हुन थाल्यो। 2075 बाट 3 वर्षे पशु विज्ञान पढाउन थालियो। यसरी रुम्जाटार मावि बहुमुखी शिक्षा आर्जन गर्ने विद्यालयको रूपमा परिणत भएको छ। र म यस विद्यालयको विगत 15 वर्षदेखिको प्रधानाध्यापकको हैसियतले हालसम्म गरेका गतिविधिहरूमा म सन्तुष्ट छु। यस मानेमा सन्तुष्ट छु कि यहाँबाट उत्पादित जनशक्तिहरूले देश विदेशमा रोजगारको प्रचुर अवसर प्राप्त गरेका छन्। अझ भनौँ प्राविधिक धारतर्फ त विद्यार्थीहरूले 73% विद्यार्थीहरूले चाहिँ रोजगार प्राप्त गरेका छन् भने 20% जति विद्यार्थीहरू चाहिँ उच्च शिक्षामा छन्। बाँकी रहेको 7% विद्यार्थीहरूको चाहिँ अवस्था हामीले अहिले उहाँहरू के गर्नुहुन्छ त्यो सूचना पाइराखेको अवस्था छैन। त्यसरी 73% विद्यार्थीहरू समग्रमा रोजगार प्राप्त हुनु भनेको यो विद्यालयको हामीले एउटा गर्व गर्न लायकको विषय सम्झेका छौँ। र यहाँ यो विद्यालयलाई अझै हामीले भावी दिनहरूमा एउटा एजुकेसनल हबको रूपमा विद्यालयलाई विकसित गर्नका लागि अहिले डेडिकेटेड स्कुल छ, यसलाई हामी एजुकेसनल हब बनाउँछौँ भन्ने हाम्रो उद्देश्य रहेको छ। जस अन्तर्गत हामी प्राविधिक धारतर्फका अरू स्ट्रिमहरू, अरू सब्जेक्टहरू पनि थप्दै जाने हाम्रो योजना रहेको छ। हामीसँग छात्रावास छ। छात्रावासमा सीमित विद्यार्थीहरूले मात्रै त्यसलाई प्रयोग गर्न पाउँछन्। त्यो भौगोलिक दूरीको हिसाबले टाढाको विद्यार्थीहरूलाई, आर्थिक विपन्नको हिसाबले त्यस्तो विद्यार्थीहरूलाई हामीले यसमा सहभागी गराएका छौँ भनेदेखि शिक्षकहरू पनि देशका विभिन्न ठाउँबाट यहाँ कार्यरत हुनुहुन्छ। करिब 35 जना शिक्षकहरू चाहिँ स्नातकोत्तर गरेको शिक्षकहरू हुनुहुन्छ। यस मानेमा पनि यो विद्यालयमा शैक्षिक गुणस्तरका प्रयासहरू, आयामहरू हामीले थप्दै गएको महसुस गरेका छौँ। नेपाल सरकारले देशका विभिन्न 11वटा विद्यालयलाई
पहिलो चरणमा नमुना विद्यालयको रूपमा छनौट गरेको थियो। त्यसमा रुम्जाटार माध्यमिक विद्यालय पनि नमुना विद्यालयको रूपमा छनौट भयो। विद्यालयले अबका दिनमा 3 वर्षे सर्वेयर अमिन, होटल म्यानेजमेन्ट, फरेस्टर जस्ता विषयहरू थप गरी बहुप्राविधिक शिक्षालय स्थापना गर्ने योजना बनाएको छ। स्नातक तहको कक्षा समेत सञ्चालन गरी शैक्षिक हबको रूपमा स्थापित गर्ने लक्ष्य लिएको छ। त्यसका लागि स्थानीय जनप्रतिनिधिहरूले पनि उत्तिकै साथ दिएका छन्। हामी वडा शिक्षा समितिले हामी महिनामा पटक पटक मिटिङ बस्छौँ, प्रत्येक महिनामा। र यो रुम्जाटार मावि मात्रै नभएर जति पनि यो वडाको शैक्षिक क्षेत्रलाई चाहिँ कसरी सुधार गर्न सकिन्छ हामी त्यो अनुसारले बुझेर निर्णय गरेर हामीले वडाबाट पनि केही रकमहरू विनियोजन गरेको छु। जस्तो बाल क्लबहरू भयो, अरू बाल सञ्जालहरू पनि छ यहाँ। त्यस कारणले यो पठन पाठनमा के गर्दाखेरि चाहिँ सहज बन्छ त्यो भनेर हामीले वडाबाट पनि व्यवस्थापन गरेको छ र हामी वडा शिक्षा समितिले पनि त्यो गर्नुपर्छ भन्ने हिसाबले नै हामीले निर्णय गरेको छ। हालसम्म विद्यालयमा विभिन्न सङ्घ संस्था र व्यक्तिले गरी 43,61,621 रुपैयाँको अक्षय कोष स्थापना भएको छ, जसबाट गरिब तथा झ्यानदार विद्यार्थीहरूले छात्रवृत्ति पाउँदै आएका छन्। रुम्जाटार माध्यमिक विद्यालय भौतिक पूर्वाधारको दृष्टिले पनि सुविधा सम्पन्न हुँदै गएको छ। हाल 14वटा भवनमा 43वटा कक्षा कोठा छन्। पुस्तकालय, प्रयोगशाला, कम्प्युटर कक्ष, माछा पोखरी, कुखुरा फार्म लगायतका अत्यावश्यकीय सबै पूर्वाधार विद्यालयको आफ्नै छ। तर नेपाल सरकारले सुरुमा पूर्वाधार निर्माणमा लगानी गरे पनि त्यसलाई मर्मत सम्भार लगायतमा लगानी नगर्दा पूर्वाधारलाई टिकाइराख्नुपर्ने चुनौती देखिन्छ। भौतिक पूर्वाधारको कक्षमा हामी व्यवस्थाकै पाटोबाट हेर्दा राज्यले एकपटक लगानी गरिदिने र अरू समय भनेको हामीले स्कुल आफैले व्यवस्थापन गर्ने पाटोमा अलिकति समस्याको पाटो छ र राज्यले यो तर्फ ध्यान दिए कम्तीमा मर्मत सम्भारको पाटोमा पनि अलिकति यो अरू कार्यालयलाई जस्तो यो सामुदायिक विद्यालयहरूलाई पनि यो तर्फ राज्यले हेरिदिए राम्रो हुने थियो भन्ने आशा राखेको छु। विद्यालयको शैक्षिक अवस्थाको कुरा गर्ने हो भने स्थायी अस्थायी निजी स्रोतका शिक्षक र अन्य गरी 50 भन्दा बढी कर्मचारी कार्यरत छन्। करिब 1000 विद्यार्थीहरू रुम्जाटार माविमा पढ्छन्। ओखलढुङ्गाको मात्र नभएर सुदूरपश्चिमदेखि सुदूरपूर्व हुँदै मधेसका विद्यार्थीहरू समेत रुम्जाटारमा अध्ययन गर्छन्। यो राम्रो ठाउँ हो, यहाँ आएर पढ्दा धेरै राम्रो रूपमै हुन्छ, प्र्याक्टिकल पनि गर्न सजिलो हुन्छ। यहाँ सबथोक वातावरण राम्रो छ। यहाँ एक दिनमा आइपुगिन्छ। बर्खाको समयमा चाहिँ हिँडेरै जानुपर्छ र हिँडेरै आउनुपर्छ। हिउँदको समयमा चाहिँ गाडी जान्छ, गाडीबाटै आवत जावत हुन्छ। अनि यहाँ आएर पढ्न पाउँदा धेरै नै खुसी लागिरहेको छ। यहाँ आएर नयाँ नयाँ कुराहरू सिक्न पाइरहेको छ। कुनै बेला प्राविधिक शिक्षा हुने खानेका छोराछोरीले मात्र पढ्न सक्थे, सबैको पहुँचमा थिएन। अहिले गाउँमै प्राविधिक शिक्षा पढ्ने अवसर पाएपछि सर्वसाधारण र निम्न वर्गका स्थानीयले समेत आफ्ना केटाकेटीलाई गाउँमै गुणस्तरीय र कम खर्चमा प्राविधिक शिक्षा पढाउने अवसर पाएका छन्। धेरै नै सजिलो लाग्छ, खुसी पनि लाग्छ आफ्नै गाउँमा। अनि थोरै पैसामा पनि पढ्न पाएको छु। सजिलोसँग राम्रो शिक्षा लिन पाएको छु। यही शिक्षा हामीले बाहिर पढ्न जाँदाखेरि धेरै खर्च लाग्ने, अलि फ्यामिलीको ब्याकग्राउन्ड अनुसार अलि बढी नै खर्चिलो भएकोले यहीँनिर पढ्न पाउँदा अलि सस्तो पनि पढ्न पाएको छु अनि राम्रो पनि पढ्न पाएको छु। हामीले यो एनिमल साइन्स भन्ने बित्तिकै अलिकति जटिल सब्जेक्ट नै हो हैन। अब यो पढ्दाखेरि हाम्रो यहाँ यस रुम्जाटार माध्यमिक विद्यालयमा अलिकति राम्रो नै हुन्छ भनेर सोचेर अरू विद्यालय छाडेर यहाँ आइयो। यहाँ आउँदाखेरि अब हामीले यसो हेर्दाखेरि हरेक कुराहरू एकदमै राम्रो नै छ अहिलेसम्म र अब राम्रो नै हुन्छ होला, अझै पनि राम्रो हुँदै जान्छ भन्ने आश छ हामीलाई। अब अहिलेसम्म अब ल्याबमा हरेक कुराहरू अलिकति एकदमै सरहरूले बाहिरबाट अब प्र्याक्टिकलको लागि अलिकति अब बाहिरको यो जीवजन्तुहरू जस्तै अब यो
हरेक गाईबस्तुहरूलाई पनि अब प्र्याक्टिकल गराउन हामीलाई लाने, त्यहाँनिर बाहिरको अब केही पशुहरू केही भएको छ भने पनि ल्याउनु भन्नुहुन्छ, अनि ल्याएर उनीहरूको पनि हेरविचार हुन्छ, हामीले नि प्र्याक्टिकल गर्न पाइन्छ। एकदमै खुसी लागेको छ। सरहरू एकदमै राम्रो हुनुहुन्छ, एकदमै राम्रो तरिकाले गराउँदै हुनुहुन्छ, एकदम खुसी छौँ हामी। पढाइहरू चाहिँ हाम्रो स्कुलमा एकदमै राम्रो छ र हाम्रो स्कुललाई नमुना स्कुल पनि भनेर चिनिन्छ। सर म्यामहरू चाहिँ टाइममै आउनुहुन्छ, टाइममै आएर हामीलाई पढाउनुहुन्छ, त्यस्तो खाली पिरियड कहिल्यै हुन्न। सर म्यामहरूले होमवर्कहरू पनि चेक गर्नुहुन्छ, त्यस्तो नराम्रो त केही छैन। एकदम राम्रो हुन्छ यहाँ पढाइ र म चाहिँ यहाँ बच्चैदेखि पढेको हो र मलाई चाहिँ एकदम राम्रो लाग्छ र अहिलेसम्म म यहीँ पढिरहेको छु, अरू स्कुल नगइकन। यहाँसम्म जति पढाइ हुन्छ त्यो सब्जेक्टसम्म चाहिँ म यहीँ पढ्नेछु। माध्यमिक तहमा अङ्ग्रेजी र नेपाली दुवै माध्यममा अध्यापन गराइन्छ। विद्यार्थीहरूको उत्तीर्णाङ्क हेर्ने हो भने 2077 सालसम्मका एसई र कक्षा 12 को नतिजा उत्कृष्ट रहेको छ। निरन्तर विद्यार्थी मूल्याङ्कन प्रणालीको आधारमा विद्यार्थीहरूको मूल्याङ्कन गरिन्छ। विद्यार्थीहरूको प्रतिभा प्रस्फुटन गर्न तथा बाहिरी क्षमता अभिवृद्धि गर्नका लागि खेलकुद, हाजिर जवाब, मनोरञ्जनात्मक कार्यक्रममा सहभागी गराई अतिरिक्त क्रियाकलाप समेत गराउने गरिएको छ। एक्स्ट्रा एक्टिभिटिजमा हामीले हरेक शुक्रबार चाहिँ हाम्रो शैक्षिक क्यालेन्डर अनुसारका गतिविधिहरूलाई चाहिँ हामीले सञ्चालन गरेका छौँ। अब वाद विवाद भयो, हाजिर जवाफ भयो, खेलकुदहरू भए, त्यस्ता हाम्रा कविता वाचन भए, अब नाचगानका सांस्कृतिक क्रियाकलापसँग सम्बन्धित सबै गतिविधिहरू हाम्रो विद्यालयमा सञ्चालन छन्। कहिलेकाहीँ विद्यार्थी आइदिँदैन, आउन बिर्सिन्छ होइन, त्यति बेला अनि अभिभावकहरूलाई फोन गरेर तपाईँको नानी कहाँ गएको छ, बिरामी भएको छ कि कहाँ गएको छ कि भनेर सोध्ने गरेका छौँ। कहिलेकाहीँ बाटैमा खेलेर पनि उनीहरू आउँदैनन्, नआएको खण्डमा हामीले तत्कालै फोन गर्ने गरेको छ। माथि ल्यान्डलाइनमा गएर पनि गर्छु, म नभए आफ्नै मोबाइलबाट पनि गरेको छु। कक्षा कोठा व्यवस्थापनमा ध्यान दिई कक्षा 1 देखि 5 का विद्यार्थीहरूलाई सहज र नयाँपनको अनुभूति गराउन भर्चुअल कक्षा अन्तर्गत डेस्क बेन्चको सट्टा टेबल कुर्सीको व्यवस्था गरिएको छ। किताबी शिक्षामा मात्र केन्द्रित नभई अध्ययन अध्यापन कार्यको मूल्याङ्कन र समीक्षा गर्दै थप प्रभावकारी बनाउन प्रोजेक्टर र ई-लाइब्रेरीको व्यवस्थापन भइसकेको छ। यसले आइसिटीमा आधारित शिक्षा र ई-क्लासलाई पूर्व प्राथमिकदेखि माथिल्लो कक्षासम्म सहयोग पुर्याएको छ। हाम्रो विद्यालयले चाहिँ विद्यार्थीको लागि थुप्रै ल्याब म्यानेजमेन्ट गरेका छन्, यहाँ रुम्जाटा स्कुलमा पनि र प्राविधिकमा पनि। विद्यार्थीहरूले चाहिँ यहाँ थ्योरी र प्र्याक्टिकल दुइटै नलेज पाइरहेका छन्। अनि हाम्रो स्कुलले चाहिँ स्मार्ट क्लास भनेर स्मार्ट बोर्डहरू, इन्टरेक्टिभ बोर्डहरू चाहिँ विद्यार्थीहरूको लागि उपलब्ध गराएका छन्। टिचरहरूले चाहिँ त्यसमै प्रेजेन्टेसन बनाएर विद्यार्थीलाई पढाउने गर्छन्। विज्ञान प्रयोगशालालाई थप व्यवस्थित गरिएको छ। खेलकुद मैदानलाई स्तरोन्नति र व्यवस्थित गर्ने कार्यको हकमा
मैदान सम्याउने र एक छेउमा सानो प्याराफिट थप गर्ने बाहेक अन्य कुरा पूरा गर्न बाँकी छ। तत्कालीन प्रदेश नम्बर 1 ओखलढुङ्गा प्रदेश मान्य अम्बिर बाबु गुरुङको पहल कदमीमा DPR बनाउने कार्य सम्पन्न भएको छ। विद्यालयले बनाएको 5 वर्षे गुरु योजनाको काम पूरा गर्न प्रतिबद्ध भएर लागि परेको छ। त्यसो त गएको 1.5 दशकमा विद्यालयको प्रगति वात्तै बढेको हो। म 2065 सालको पौष 5 गतेबाट यो विद्यालयको प्रधानाध्यापक भएको। मभन्दा पूर्वका प्रधानाध्यापकज्यूले मलाई यो स्कुलको बजबरात गर्दाखेरि 248 जना विद्यार्थी, 18 जना स्टाफ र खातामा 4,10,374 रुपियाँको कोष जिम्मा लगाएर हिँड्नुभएको थियो। अहिले हामीसँग 52 जना स्टाफ, 1000 विद्यार्थी र भर्खरै अस्ति हामीले सामाजिक परीक्षण गऱ्यौँ। त्यति बेला असारसम्मको हिसाब किताब गर्दाखेरि 2 करोड 17 लाख रुपियाँ हामीसँग कोषमा जम्मा छ। यो मानेमा यो एउटा नन प्रफिट मेकिङ संस्था हो, तथापि हामीले विभिन्न दाताहरूबाट रकम कलेक्सन गरेर र विद्यार्थीहरूसँग जुन सेक्टरको हामीले फी लिन मिल्छ, सामान्य सहयोग लिन मिल्छ, त्यो सेक्टरको फी लिएर पनि र विद्यार्थीहरूलाई भरपूर सुविधा दिएर पनि हामीले आर्थिक सङ्कलन पनि गरेका छौँ। त्यसको अलावा मानव संसाधनमा पनि विद्यालयले आफैले बेहोर्नुपर्ने 50% जनशक्ति छ, त्यसको पनि व्यवस्थामा राम्रो गरेका छौँ र विद्यार्थी सङ्ख्या पनि त्यत्तिकै छन्। विद्यालयको सम्पूर्ण क्रियाकलापको अन्तिम उद्देश्य भनेको विद्यार्थीको सिकाइ उपलब्धि बढाउनु नै हो। आगामी 3 वर्षमा यस विद्यालयको सिकाइ उपलब्धि 80% पुर्याउने लक्ष्य विद्यालयको छ। त्यसका लागि विद्यालयले व्यवस्थापन समिति, शिक्षक, अभिभावक, सङ्घ-संस्था, विद्यार्थी, सरोकारवाला सबै निकायसँग समन्वय र सहकार्य गर्दै आएको छ। त्यसो त अभिभावकहरूले पनि विद्यालयप्रति उत्तिकै विश्वास देखाएका छन्। यहाँ राम्रो भनेर चाहिँ यहाँ ल्याएको, फटाङमा पढाउँथे योभन्दा पहिला, यहाँ राम्रो भनेर अनि यता लिएर आएको। भनेर कि कस्तो राम्रो पनि छ? राम्रो पनि छ, राम्रो पनि छ। मेरो छोराले पनि यहीँ पढेको हो, मेरो त्योभन्दा जेठी छोरीले पनि यहीँ पढेको हो, अनि अहिले कान्छी छोरी हो यो भर्ना गर्न ल्याएको, अनि यहाँ राम्रो छ र ल्याएको। प्रमाणपत्रमा मात्र आधारित विद्यमान शैक्षिक प्रणालीलाई सक्षमतामा आधारित गर्दै लाने विद्यालयले प्रण गरेको छ। शैक्षिक सुशासन, पेशागत उत्तरदायित्वको साथै कार्य सम्पादन मूल्याङ्कन, नतिजामा आधारित प्रोत्साहन पुरस्कार र दण्डको व्यवस्था गर्ने नीति विद्यालयले लिएको छ। निकट भविष्यमा नै प्राविधिक शिक्षा तथा व्यावसायिक परिषदले स्नातक तहको कक्षा सञ्चालनको कार्यक्रम लागू गर्ने तयारी गरेको छ। खास गरी रुम्जाटार माध्यमिक विद्यालयलाई 2वटा विषयगत क्षेत्र निर्धारण गरी सञ्चालन गरिएको छ। एउटा प्राविधिक धारतर्फको पढाइ र अर्को साधारण धारतर्फको पढाइ। त्यसका लागि 2 जना सहायक प्रधानाध्यापकको जिम्मेवारी तोकिएको छ। प्राविधिक धारमा चाहिँ अहिले एउटा सिभिल इन्जिनियरिङ 9-12, त्यसमा चाहिँ अब 48वटा कोटा हो एउटा क्लासमा। त्यसपछि 3 वर्षे आइसिएजी प्लान्ट र भेट 2टा फ्याकल्टी छ। त्यसमा चाहिँ यहाँ अब हामीले लिने भनेको 37वटा, 3टा चाहिँ स्कलरसिपमा स्टुडेन्ट आउँछन्। त्यसको व्यवस्थापन कसरी गर्नुभएको छ? कति स्टाफहरू हुनुहुन्छ? हामी लगभग स्टाफ चाहिँ 20-22 जना छौँ। 6 बजेदेखि 12 बजेसम्मको क्लास हुन्छ। त्यसमा कुनै दिन कुनै टिचर एब्सेन्ट हुँदाको कस्टमा चाहिँ लाइब्रेरीमा, ल्याबमा लगेर त्यसरी म्यानेज गर्ने गरेको छ। साधारण धारमा चाहिँ विशेष गरेर हाम्रो डेमा मात्रै क्लास हुन्छ। तैपनि अब बिहान अहिले कुनै सिजनमा चाहिँ हामीले विद्यार्थीहरूले एक्स्ट्रा क्लास पनि गरिरहेका हुन्छौँ। त्यसबेला अब म्यानेज गर्ने सवालमा शिक्षक साथीहरूलाई अब टाइम दिने होइन, उनीहरूको कार्यक्षेत्र अब विभाजन गरिदिने, साथीहरू अब आएर आफ्नो काम गर्नुहुन्छ, बेला बेलामा अब आफूले पनि मेन्टेन गर्ने। राम्रो छ अब सबै कुराहरू। अन्य अब भौतिक पूर्वाधार कुराहरू पर्याप्त छ हाम्रो विद्यालयमा। विद्यार्थीहरूलाई अब सामान्यतया अब शौचालय, खानेपानी वेल चाहिँ अब भनौँ न डेभलप छ भनेर भन्नुपर्छ। पूर्व प्राथमिकदेखि कक्षा 3 सम्म मन्टेश्वरी शिक्षामा आधारित पाठ्यक्रम र पाठ्यपुस्तक लागू गर्ने तयारी विद्यालयको छ। कम्प्युटर प्रविधिबाट लेखा व्यवस्थापन र प्रमाणपत्र निर्माण कार्यको तयारी विद्यालयले गरेको छ। यसै शैक्षिक सत्रभित्र 1 शिक्षक 1 ल्यापटप कार्यक्रम सञ्चालन गर्ने र आगामी 3 वर्षभित्र 1 विद्यार्थी 1 ल्यापटप कार्यक्रम लागू गर्ने विद्यालयले प्रयास गरिरहेको छ। लक्ष्य धेरै भए पनि त्यसलाई प्राप्ति गर्ने चुनौती पनि उत्तिकै छन्। यसका चुनौतीहरू धेरै छन्। सामान्यतया यो अभिभावकहरूलाई सामुदायिक विद्यालयमा पढाउनुपर्छ भन्ने कन्सेप्ट
पढाउँदाखेरि चाहिँ विद्यार्थी राम्रो हुन्न, संस्थागत विद्यालयमा पढाउनुपर्छ, बोर्डिङमा पढाउनुपर्छ भन्ने जुन एउटा फ्लू जस्तो कन्सेप्ट छ अभिभावकहरूमा, त्यो हामीले मेट्न सकेका छैनौँ। संस्थागत विद्यालयका भन्दा राम्रा विद्यार्थी यहाँ आउनका लागि हामीले शिक्षक राम्रो चाहिन्छ। हामीले शिक्षक राम्रो दिएका छौँ, भौतिक पूर्वाधारको कष्टमा पनि हामीले राम्रो व्यवस्थापन गरेका छौँ। तथापि टहरैभित्र भए पनि टाई लगाएर अङ्ग्रेजी किताब बोकेर जाँदाखेरि गुणस्तरीय शिक्षा पाइन्छ भन्ने जुन अभिभावकको सिकाइ छ, त्यसलाई चिर्न हामीले नसक्नु चाहिँ हामीलाई एउटा चुनौती हो। भने अर्को के छ भनेदेखि यो विद्यालयमा पढ्ने विद्यार्थीहरू गरिब, अर्काको घरमा बसेर पढ्ने र आर्थिक विपन्न वर्गका धेरै भएको कारणले गर्दा विद्यालयको सिकाइ उपलब्धि उच्च गर्नका लागि चाहिँ शिक्षकले जतिसुकै विद्यालयमा प्रयास गरे पनि त्यो उनीहरूको घर व्यवहार र उनीहरूको चाहिँ शैक्षिक वातावरण, घरको शैक्षिक वातावरण, आर्थिक अवस्थाका कारणले गर्दा अलिकति हामीलाई अप्ठ्यारो चाहिँ जरुर छ। देश विकासको प्रमुख आधार नै शिक्षा हो। जबसम्म निःशुल्क रूपमा गुणस्तरीय शिक्षा सबैको पहुँचमा हुँदैन, तबसम्म समृद्धिको सूचक अधुरो नै रहन्छ। सरकारी र सामुदायिक विद्यालयको स्तर वृद्धि गर्न सके मात्रै सबै वर्गका नेपालीले समान शिक्षा प्राप्त गर्न सक्छन्। रुम्जाटार माध्यमिक विद्यालय पनि सबैका लागि गुणस्तरीय शिक्षाको मूल मर्मलाई आत्मसात गरी अघि बढिरहेको छ। आशा गरौँ अवश्य यसले आफ्नो लक्ष्य प्राप्ति गर्नेछ र रुम्जाटार शैक्षिक हबको केन्द्र बन्नेछ।